निर्गुण्डी भन्छन्। यसको नाम हो निर्गुण्डी। आयुर्वेदिक ग्रन्थहरूमा यसको औषधीय प्रयोग बताइएको छ र निकै नै उपयोगी, निकै नै राम्रो औषधिको रूपमा यसलाई लिइन्छ। यो किसानहरूले आफ्नो बारमा बाली नालीको सुरक्षाको लागि लगाउने गर्दछन् र बारमा यसले चाहिँ प्रोटेक्सनको काम पनि गर्छ। बारमा राम्रोसँग यसले चाहिँ हुर्किन्छ। यसमा नीलो नीलो कलरको फुल लाग्छ भने जब यो बुटो 100 वर्ष पुरानो हुन्छ यसको जरामा एउटा रातो पदार्थ, चम्किलो पदार्थ निस्किन्छ, जसको सेवनले चाहिँ रसायनको काम गर्छ। यानी कि बुढो मान्छे पनि स्ट्रङ हुन्छ, बुढो मान्छेको शरीर तरोताजा हुन्छ। जसरी नयाँ रूप फेर्छ उसले बाजले हैन, एउटा उमेरमा गएपछि पुनः प्वाख पलाउँछ, दाँत पलाउँछ, त्यस्तै मान्छेको पनि सम्पूर्ण शरीर चाहिँ निरोगी ताजा हुन्छ भन्ने खालको विश्वास गरिन्छ। तर त्यसको प्रयोग चाहिँ अब निश्चित वैद्यको परामर्शमा र त्यो पनि भाग्यमानी व्यक्तिले मात्र गर्न पाउँछ, किनभने एक त त्यो भेट्टाउनै गाह्रो हुन्छ। यसको सामान्य प्रयोग के हो भन्ने कुरा म तपाईलाई बताउँछु। सामान्य प्रयोग के हो भन्दा यसको जुन छ पत्ताको रस चाहिँ मिचेर नस्य गर्नाले, यानी नाकमा एक थोपा हाल्नाले मृगी रोग, माइग्रेन, टाउको दुख्ने रोगीलाई फाइदा गर्छ। मानसिक रोगीहरूलाई यसले बहुत फाइदा पुर्याउँछ। यसको पत्ता बेलको पत्तासँग मिल्दोजुल्दो हुन्छ, 3टा हुन्छ। हेर्नुस् त 3टा पत्ता ठ्याक्क बेलको पत्तासँग मिल्दोजुल्दो आकृति यसको पत्ताको हुन्छ। प्लस ज्वरो आयो भने यसलाई चिया चाहिँ उमालेर छानेर यसको पानी पिउनाले ज्वरो शान्त हुन्छ। मलेरियाको ज्वरोलाई पनि यसले शान्त गर्छ। प्लस टाइफाइडको ज्वरोमा पनि फाइदा पुर्याउँछ। ज्वरो आउने, टाउको दुख्ने, मानसिक रोग, मृगी, माइग्रेन आदि समस्यालाई चाहिँ यो 1 नम्बर औषधि हो हैन। यसको रसको नस्य लिने भनेको नाकमा एक थोपा हाल्ने अनि यसलाई पकाएर चिया जस्तो बिरामी भएको बेलामा खाने, अत्यन्त लाभ पुर्याउँछ। त्यसबाहेक यसको डाँठले दाँत माझ्दाखेरि दाँतमा लाग्ने किराबाट पनि बचाउँछ, यानी कि दाँत पनि स्वस्थ हुन्छ। साथै यसको भस्मको पनि प्रयोग गरिन्छ। त्यो बाहेक यसको बटीको, यसको सानो सानो गोली बनाएर पनि प्रयोग गरिन्छ र त्यसले रक्त शोधनको काम गर्छ, यानी रगतलाई शुद्धि गर्छ। रगत शुद्धि भएपछि छाला रोग लाग्दैन, इचिङ हुने, चिलाउने आदि समस्याबाट तपाईँ सुरक्षित हुनुहुन्छ।